हेलो वेलकम ब्याक। आजको मेरो छोटो मिठो ब्लगमा सबैलाई स्वागत छ। हाया के गर्नु हैन, गाउँघरको बाटो यस्तै हो। पुरै हुस्सो कुहिरो लागेर चाहिँ सबै हुस्सो लागेको यो त नि मोबाइलको फ्ल्यास लाइटले चाहिँ देखिरहेको छ। म चाहिँ अब यस्तै हो, गाह्रो छ निकै नै। म चाहिँ आज छोटो मोटो काम गरेर त्यो हल्का आजको काम मेरो सक्सेस भयो, खुसी छु। वडा कार्यालयको काम चाहिँ भयो मेरो, राम्रो लाग्यो। अब चाहिँ भोलि पनि फेरि कता कता जाने छ, निकै प्रोसेस चाल्नु पर्छ। च्याउै लाग्थ्यो तर के गर्नु, दुःख गर्नु परिहाल्यो। म चाहिँ बाटोमा हिँड्दै भ्लग गर्दै रमाइलो गर्दै हिँडिरहेको। हाया सबै कुहिरो सफा भइसक्यो। ऊ त डाँडा देखिसक्यो, त्योलाई चाहिँ त्यो ठाउँकोलाई चाहिँ चुरी डाँडा भन्छ। यो अर्को गाउँ जाने बाटो, यो मेरो घर जाने बाटो। यो मकै हाम्रो निकै गाह्रो छ। के गर्नु, गाउँघरमा हिँड्ने बानी हट्यो भने स्याहाँ हुने के भन्छ, अल्छी राख्ने एकछिन। तर पनि हल्का हल्का हिँड्ने बानी भएर होला अलिक गाह्रो भएको छैन। तर हिँड्न गाह्रो चाहिँ हुँदो रहेछ भनौँ न। पुरै केटिएम दिएर त यति साह्रो हुस्सु लाग्दैन होइन, हुस्सु लाग्दा पनि लाग्दैन कि त्यहाँ चाहिँ हुस्सु पनि हुँदैन धेरै। त्यो डाँडा काँडा मात्रै हो। हाम्रो गाउँ चाहिँ डाँडा काँडा भएको कारणले गर्दा तर धेरै अल्गो फिटवाला चाहिँ होइन यो हाम्रो गाउँ, ठिक्क भनौँ न। तर हुस्सु निकै आउँछ, हुस्सुले पुरै ढाकिहाल्छ। अहिले पुरै हुस्सु कुहिरो पुरै हिँडिरहेको छ। म चाहिँ राति हिँडिरहेको छु। अहिले लगभग 7 बजिसकेको छ। 7 बजेको यो हुस्सु लागेको छ। अब राति पानी पर्छ गुरु गुरु पारेर। पानी परेपछि बारी बढ्छ, खोला बढ्छ, पलबारी आउँछ। त्यसपछि बजार जाने बाटो बन्द के हुन्छ। कोही घर फर्काउँछ, कोही पहिरो जान्छ, त्यस्तै हो, गाह्रो छ। के गर्नु, अब मेरो घर पनि पुग्नु लाग्यो। घर पुगिसक्यो, तरकारीको बास्ना पनि आइसक्यो। तरकारी पुरै बास्ना आइसकेको छ घरबाट, नजिकै हो। यो पोल देख्नु भएको छ नि, यो पोलभन्दा मुनि गएपछि मेरो घर हो कि। यो पुरै हुस्सुले पुरै ढाकेर पुरै ऊ छैन, के देखाएको छैन। अघि उता पारीको डाँडा पनि देखिरहेको थियो, अहिले त्यो डाँडा पनि देखाएको छैन। सबै हुस्सुले उ गरेको छ। ठ्याक्कै यो पोल मुनि यस्तो गऱ्यो भने घर पुग्छ। आमा पनि बोलेको आवाज सुनिरहनु भएको छ। तरकारीको मिठो बास्ना आइसकेको छ। ल आजको लागि यति नै, ल कन्टिन्यू गर्दै गर्नु होला है।